मेष राशि मेष राशि हुने व्यक्तिहरूको लागि यो साताको सुरुको र अन्त्यको समय राम्रो रहेको छ। प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत तपाईले मनज्ञ धन आर्जन गर्न सक्नुहुनेछ। व्यापार व्यवसाय पनि यो साता फस्टाएर जान देखिन्छ। तपाईको नाफामा वृद्धि भएर जानेछ। पढाइ लेखाइमा उत्कृष्ट अङ्क तपाईले प्राप्त गर्नुहुनेछ। तपाईको स्थान अग्र स्थान नै हुनेछ यो साता। माया प्रेममा रमाउनेहरूका लागि पनि यो साता उत्तम रहेको छ। भौतिक सम्पत्ति केही हात लागि हुने सम्भावना छ। मंगलबार र बुधबारको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्याहरू देखा पर्न सक्छन्। औषधि उपचारमा तपाईले केही सम्पत्ति खर्च गर्नुपर्ने हुन सक्छ। अग्रज तथा आफन्त जनसँग मनमुटाव हुन सक्छ। साताको अन्त्यतिर लामो दूरीको यात्रा नगर्नु राम्रो रहेको छ। तर पनि लामो दूरीको सम्भावना यात्राको सम्भावना भने प्रबल देखिएको छ। विदेशमा बसेर काम गर्नेहरूका लागि पनि यो साता राम्रो नै देखिएको छ। मेष राशि हुने व्यक्तिहरूको लागि